Hello and what's up guys, welcome back to my YouTube channel. सबैलाई स्वागत गर्छु आफ्नो भिडियो च्यानलमा चाहिँ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम आराम सन्चै छु। यस्तो बबाल ठाउँ यार तर अहिले चाहिँ म यता नुवाकोटतिर आएको छु साथीहरू ड्राइभ गरेर। यहाँ कहाँ आइपुग्यो नि, तर बाहिर स्कुलमा हाल्नुपर्छ क्या जस्तो बाहिर आएको छैन। सिग्नल पनि तान्दैन यहाँ। तपाईँको इसेवा छ? इसेवा तपाईँलाई म इसेवामा हालिदिन्छु नि त, न त हुन्छ रोक्नु न त। ऊ यतातिर ऊ यता साइडमा रोक्नु न। दाइलाई इसेवामा पैसा हालेर स्टार्ट गर्नु पऱ्यो मसँग भिडियो बनाउँदै। मलाई त्यो पैसा दिनु, म तपाईँलाई इसेवामा हालिदिन्छु। म साथीहरू है यस्तो बबाल ठाउँमा छु, सो बनाइदिनु न। साथीहरू यस्तो ठाउँमा आएको थिएँ, ड्रोनै ल्याउनु बिर्सेँ यार। बिर्सेँ भन्दा पनि कहिलेकाहीँ होइन, कहिलेकाहीँ त्यस्तो हुनै हुन्न। अनि सधैँ बोक्ने कुरा पनि हुँदैन, सधैँ बोकिराख्दैन फेरि म फेरि त्यही त। सधैँ बोक्ने कुरो हुन्न। बोकेको दिन यस्तोमा पर्दैन, नबोकेको दिन पर्छ, के गर्नु। तर झरनामा जानु पऱ्यो, झरनामा एउटा यस्तो हिँडेको भिडियो गर्नु पऱ्यो। ल साथीहरू, ल है अब नुवाकोटदेखि घर फर्किँदैछु। घर त के भन्नु, घुम्थ्यो घर भनेको छु भन्दाखेरि यही हो भाइरल झरना। सुकेछ भाइरल झरना साथीहरू। भाइरल झरना सुके रहेछ साथीहरू, भाइरल झरना। अब यहाँ यस्तो चट्ट भिडियो गर्नुपर्ने हुन्छ यो भाइरल झरनामा। यस्तो राखेर अनि अड्डाएर बनाउँछु, मोबाइल अडाएर। दामी झरना छ यार साथीहरू, हेर्नु सक्नुहुन्छ। साथीहरू रमाइलो छ है। ल साथीहरू, ल अब यहाँ चाहिँ यहाँबाट चाहिँ निस्किनु लागौँ। यो अब बाई बाई झरना। अब यहाँ म झरनादेखि चाहिँ निस्किसकेको छु। अब हाम्रो यहाँबाट राइट लाग्ने त चान्सेस छैन यहाँबाट, गाउँबाट लाग्यो भने सिधै टोखा बजार पुगेपछि लाग्ने। फेरि यसो माथि लाग्यो 1000 पनि आउँदैन, त 70 आउँदैन। टोखाको यो एउटा नि देखाउँछ रहेछ, यस्तो हेभी तेल खाइदिँदो रहेछ साथीहरू उकालोमा त यस्तोले। यार बाइक किन्नु पर्ने भयो यार, कहिले किन्ने भयो।
रहेछ नि त दामी झरना थियो सानो पनि मिठो दामी मुख धुनुपर्छ क्या हो जाउँ तर त्यो तल उहीको भाइरल झरना त्यो तलको चाहिँ तर पानी सानो आएको रहेछ क्या बब्बा लाउनु पर्छ नि यार म आएको यार म आएको बेला यस्तो पानी पनि परेको थियो पानी नै भयो नि यो स्विमिङ हानिदिनुपर्छ क्या स्विमिङ पुरा मुन्टी हानिदिँदै भयो स्विमिङ हान्नुपर्छ क्या साथी स्विमिङ जाउँ अब फेरि पाँच नै थियो स्विमिङ हान्नुपर्छ क्या हो साथीहरू स्विमिङ आमा ड्रोन है ड्रोन ल्याएर त मैले आज खतरा भिडियो गराउँथेँ यार साथीहरू यस्तो हुन्छ क्या अब इन्डिया गएर जान्छु कहिलेकाहीँ यसो ड्रोन है हिजो बोकिरहेको थिएँ हिजो कतै गएन ट्रिपै लागेन कतै पनि अब आज ड्रोन ल्याएको थिएन कहाँ नुहाको पुगेँ म आज अहिले त आमा बाबाले देखाएको थिएन भर्खरै बनाएको रहेछ भाइरल हो भाइरल झरना तर सानो आएको छ भिडियो कति देखेको थिएँ मैले झरनाहरूको आज आइयो पनि बजारको भ्यू बजार कस्तो खतरा देख्दैछ बजारको यार बाफ यसो मोबाइलदेखि बनाइदिनु न